chapter 160 भजनसँग 116 को तपाईले जतिले बाइबल ल्याउनु भएको छ तपाईले हेर्नुहोस् बाइबलमा तपाईले पढ्न सक्नुहुन्छ नल्याउनु भएकोले सुन्न सक्नुहुन्छ आफ्नो साथी नजिकको साथीको बाइबल पनि हेर्न सक्नुहुन्छ है म पढ्न चाहन्छु हुन्छ म पढ्यो भने सायद तपाईहरु कता पुगे कता गर्नुहुन्छ है त्यसकारणले तपाईहरुलाई सहभागी गराउन चाहन्छु हामी एक एक पद गरेर पढ्दैछौँ म एक पद पढ्दैछु तपाईहरु दुई पद पढ्नु है सबैले हुन्छ त्यसकारणले मन चाहिँ बाइबल ल्याउनुपर्छ मैले घरिघरि पढ्न लगाउँछु र बाइबल चाहिँ पुग्नुपर्छ म पढ्न चाहन्छु है त मृत्युबाट बाँचेको मानिसको प्रशंसा भनेर लेखिन्छ शीर्षक परमप्रभुलाई म प्रेम गर्दछु किनभने उहाँले मेरो आवाज सुन्नुभयो करुणाको निम्ति मेरो पुकार सुन्नुभयो मृत्युको बन्धनले मलाई अल्मल्याइदियो र चिहानको वेदना ममाथि आइपर्यो दुःख र शोकले मलाई छोप्यो परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ फेरि एकपल्ट हे मेरो प्राण त फेरि शान्त हो किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्ने हिँडुल गर्न सकु
तपाईँका छोराछोरी तपाईँका इनामहरू तपाईँको ठुलो काम हुनेछ। हामी प्रार्थना गर्छौँ यिनीहरूलाई तपाईँले पूर्ण रूपमा काम गर्नुहोस्, अहिलेदेखि तयारी बनाउनुहोस्, धार्मिकतामा तालिम दिनुहोस्, अनुशासित भएर आज्ञाकारी भएर तपाईँ परमेश्वरमा यिनीहरू असल कुराहरू सिक्दै बढ्दै जान सकुन् र यिनीहरूलाई सुरक्षा सुस्वास्थ्यका कुराहरू, तपाईँको निगाहका कुराहरू, तपाईँको रक्षा रखवालीका कुराहरू दिनुहोस् हामी प्रार्थना गर्दछौँ। अनि नानीहरूद्वारा यिनीहरूको परिवार समाज र मण्डली र देश नै एउटा आशिष हुन सकोस् अनि एउटा असल उदाहरणीय छोराछोरी हुन सकुन् हामी प्रार्थना गर्दछौँ। धन्यवाद प्रभु, सबै कुराको लागि सबै बाँकी समय तपाईँको हातमा राख्छौँ अनि सबै कुरा त तपाईँको महिमा भएको होस् येशू ख्रीष्टको नाममा आमेन। आज
गीत गाएर जानुभयो र यो जवान भाइ बहिनीहरूलाई पनि हामी धेरै धन्यवाद भन्छौँ। प्रभुमा अगाडि उपस्थितिमा डोर्याउनुभयो। हुन्छ, आजको बिहानमा तपाईँहरूलाई स्वागत भन्दछु। आत्मा अनि सत्यतामा प्रभुको उपस्थितिमा प्रभुको आराधना गर्न पायौँ। प्रभुको स्तुति होस्। र सबैभन्दा पहिला म स्वागत भन्न चाहन्छु फेरि पनि, र स्वागतकै क्रममा आज मात्रै आउनुभएकाहरूलाई विशेष गरी म स्वागत भन्न चाहन्छु। हाम्रो बिचमा हाम्रो साथी अथवा please stand please. We heartily welcome to you in our church, and God has made us one from His blood. He bowed us, so we are the family. So we are heartily welcome to you in our church. हुन्छ, उहाँहरूलाई हामी विशेष जोरदार ताली बजाएर खम्समिदा बस्न। मेरो नाम केशमाया हो। जेसी माया हुन्छ। उहाँ अलि अस्वस्थ पनि हुनुहुन्छ। उहाँलाई हामी प्रार्थना गर्नेछौँ। तपाईँलाई पनि हामी यस मण्डलीमा स्वागत भन्दछौँ। हाम्रो यता भाइ उठ्नु भएको थियो, उहाँलाई पनि हामी हृदयदेखि नै यस मण्डलीमा स्वागत भन्न चाहन्छौँ। अरू कोही हुनुहुन्छ? हाम्रो साप्ताहिक चाहिँ मण्डलीमा रहेका अन्य रोगी बिमारीहरू जो जति हुनुहुन्छ, आत्मिक रूपमा शारीरिक रूपमा जो जति रोगी बिमारीहरू हुनुहुन्छ, हरेकलाई तपाईँ परमेश्वरले चङ्गाइदिनुहोस्। प्रभु हामी बिन्ती अनि प्रार्थना गर्दछौँ। तपाईँ परमेश्वरको निगाहमा राख्नुहोस्। हरेकलाई हामी बिन्ती अनि प्रार्थना गर्दछौँ। प्रभु तपाईँको बढाइ भएको होस्। धन्यवाद सबै कुराहरूको निम्ति येशू प्रभुको नाममा माग्दछु, आमेन। यस मण्डलीको लागि केही कोसेलीहरू ल्याउनु भएको छ। उहाँले हामीलाई दिन चाहनुहुन्छ। त्यसकारण अगाडि आइदिनु होला भनेर यसलाई चाहिँ एकछिन यता उठाउँ है। हुन्छ, प्रभुको स्तुति होस्। उहाँहरूले हामीलाई केही कौशलहरू ल्याउनु भएको छ। त्यसकारण यो कुराहरू उहाँले हाम्रो पास्टरलाई दिनुहुनेछ र पास्टरले ग्रहण गर्नुहुनेछ र तपाईँहरूले जोरदार ताली बजाउनुहुनेछ। अहिले नै होइन, जय मसीह। उहाँहरू कुरा गर्दै एउटा हाम्रो भेट 4 वर्ष अगाडि भएको थियो उहाँसँग। हामीले अनुरोध गरेका थियौँ मण्डलीको लागि केही कोसेलीहरू, यो मेरो लागि होइन, मण्डलीको लागि हुन्छ। उहाँले हामीलाई यस मण्डलीलाई उहाँ लगाए, उहाँको मण्डलीले हामीलाई सहायता पठाउनु भएको छ। त्यसकारण त्यो जुन सहायता यो चाहिँ उहाँको मण्डलीले हाम्रो यस मण्डली पुनर्स्थापन मण्डलीलाई सहायताको लागि उहाँले धेरै प्रार्थना साथ मण्डलीलाई पठाउनु भएको छ। अनि यसमा चाहिँ अब यो खामभित्र कति छ भन्ने तपाईँलाई जिज्ञासा लाग्न सक्छ। यसमा चाहिँ $1000 छ। अनि यो चाहिँ पुनर्स्थापन मण्डलीको लागि सहायता हो। त्यसकारण म यो उहाँलाई दिनेछु र उहाँले हाम्रो पास्टरज्यूलाई, अगुवा गुरुलाई
दिनुहुनेछ। हामी सबैजनाले उहाँलाई जोरदार तालीद्वारा स्वागत गर्नेछौँ। मण्डलीको लागि भनेर उहाँले केही लुगाहरू उहाँबाट ल्याउनु भएको छ। अनि यो लुगा हामी मण्डली पास्टरलाई उहाँले हस्तान्तरण गर्नुहुनेछ। तर हामीहरूले चाहिँ के विचार गरेका छौँ भने हामी यसलाई पनि एउटा मण्डलीको लागि हामीले यसलाई प्रयोग गर्नेछौँ। हामी सित्तैमा होइन तर केही पैसाहरू लिएर हामी यो चाहिँ फेरि तपाईँहरू विश्वासीलाई जसलाई यो मिल्छ, सायद मिल्छ, जसलाई यो आवश्यक छ उहाँहरूलाई हामी यो दिनेछौँ। यसलाई पनि हस्तान्तरण गर्नको लागि मसँग यत्रो राख्ने ठाउँ छैन, फेरि म कोषाध्यक्ष ज्यूलाई नै दिएको छु। प्रभुको महिमाको निम्ति हो। अनि यस घडी म हाम्रो बाल सङ्गतिका अध्यक्ष मैना भाउजूलाई अगाडि बोलाउन चाहन्छु। उहाँहरूले मण्डलीको बाल सङ्गतिको लागि केही कुराहरू ल्याउनु भएको छ अनि उहाँले यो हस्तान्तरण गर्न चाहनुहुन्छ। खोइ भाउजूलाई केकहरू छ, क्यान्डी मिठाईहरू छ, उहाँले बाल सङ्गतिको लागि दिनुहुनेछ। र यहाँ 1000 रुपियाँ बाल सङ्गतिको लागि छ, यो पनि उहाँले बाल सङ्गतिलाई दिनुहुनेछ। उहाँले ठिकै छ भन्नुभयो। प्रभुकै चाहन्छु, उहाँले थोरै समय केही बाँड्छु भन्नुभएको छ। समय अलि अगाडि नै बढेको छ, कृपया अलिकति धैर्य गरिदिनु होला। So I would like to welcome Pastor Paul on the stage and share your word for this congregation. So take your time. हलनसभा अनि केही हुन्थ्यो कि अन्त यहाँ पनि तातो छ। कतै सक्यो धन्यवाद भन्छौँ। यी सबै कुराहरू तपाईँको महिमाको निम्ति हुन्, तपाईँको बढाइ भएको होस्। र हामी प्रार्थना गर्छौँ यो दशांश भेटी यी सबै कुराहरूमा तपाईँ परमेश्वरको आशिष अनुग्रह रहेको होस्। जतिले समर्पणता स्वरूप ल्याउनु भयो प्रभु, तपाईँको आशिष अनुग्रह दिनुहोस्। हामीलाई जुन मण्डलीबाट जुन व्यक्तित्वहरूबाट सहायता दिनुभयो प्रभु, तपाईँको स्तुति होस्। उहाँहरूलाई पनि तपाईँको आशिष अनुग्रह दिनुहोस् प्रभु। हामी बिन्ती अनि प्रार्थना गर्दछौँ र हामी प्रार्थना गर्दछौँ प्रभु, यी भेटी दशांशबाट साँच्चै नै तपाईँ परमेश्वरको महिमा भएको होस्। हामी प्रार्थना गर्दछौँ। धन्यवाद। हामी वचनको निम्ति हामी जाँदैछौँ। तपाईँको पवित्र अनि जीवित वचन सुन्नको लागि तपाईँले हामीलाई सहायता गर्नुहोस्। हाम्रो हृदयहरूलाई खन्नुहोस्, जोड्नुहोस्, मलिलो बनाउनुहोस् प्रभु। हामी प्रार्थना गर्छौँ। जसले बोल्दै हुनुहुन्छ तपाईँ परमेश्वरले पूर्ण रूपमा सहायता गर्नुहोस्। पवित्र आत्मा परमेश्वर तपाईँको अगुवाई अभिषेक दिनुहोस्। धन्यवाद। येशू प्रभुको नाममा माग्दछु। आमेन।
मिनटको समय लिएर तपाईँको बिचमा केही आशिषहरू म बाँड्न गइरहेको छु। अनि तपाईँहरूले मसँग खोल्न सक्नुहुन्छ लुकाको पुस्तक। कुनै मानिसले आफ्नो गाछबारीमा एक प्रान्तिको बोट रोपेको थियो। त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो। तब त्यसले मालीलाई भन्यो, 3 वर्ष भयो म यस अन्जीरको रुखमा फल फल्दैछु तर पाउँदिनँ। यसलाई काटेर ढालिदिए, यसै जमिन किन ओगट्ने? तर मालीले भन्यो, हजुर यसलाई अझै 1 वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खनेर मल हाल्छु र त्यसपछि फल फल्यो भने त्यसै भयो, फलेन भने तपाईँले त्यसलाई ढालिदिनुहोस्। हुन्छ, धेरै धन्यवाद हाम्रो आन्टीलाई पढिदिनु भएको लागि। जसरी मैले यो वचन तयार गर्दै थिएँ अनि प्रभुसँग मैले प्रार्थना गर्दै थिएँ। सुरुमा मैले अर्कै वचन तयार गरेँ, तर त्यो वचनले चाहिँ मलाई किन एकदमै शान्ति लागेन। अनि मैले फेरि पनि प्रभुसँग प्रार्थना गरेँ गएको 2-3 दिन अगाडि। अनि प्रभुले फेरि पनि मेरो हृदयमा यो वचन राखिदिनु भएको छ। अनि म आशा गर्दछु योबाट पक्कै पनि प्रभु हाम्रो मण्डलीको निम्ति अनि हाम्रो व्यक्तिगत जीवनको निम्ति उहाँले केही कुरा अनि हाम्रो निम्ति उहाँले देखाउँदै हुनुहुन्छ। त्यस कारण यो वचन आज तपाईँको बिचमा म बाँड्न गइरहेको छु। विशेष गरी यीशु ख्रीष्टले यो लुका 13को 6देखि 9मा एउटा दृष्टान्त भन्दै हुनुहुन्छ। त्यहाँका मानिसहरूलाई, चेलाहरूलाई यीशु ख्रीष्टले दृष्टान्त सुनाउँदै हुनुहुन्छ। त्यति बेलाको समयमा यीशु ख्रीष्टले धेरै दृष्टान्तहरू प्रयोग गरेर उहाँले चाहिँ आफ्ना मानिसहरूलाई शिक्षा दिने गर्नुहुँदथ्यो। यो दृष्टान्तमा चाहिँ हामी के देख्छौँ भन्दाखेरि एउटा अन्जीरको बोटको विषयमा यहाँ कुरा गरिएको छ। अनि अन्जीरको बोट चाहिँ त्यति बेलाको यो इजरायल देशमा चाहिँ एकदमै धेरै महत्त्वपूर्ण रूप थियो। अनि एकदमै धेरै यसले चाहिँ एकदम महत्त्वपूर्ण स्थान यो अन्जीरको रुखले चाहिँ ओगटेको थियो। अनि आज पनि इजरायल देशमा यो अन्जीरको रुख चाहिँ एकदमै धेरै महत्त्वपूर्ण मानिन्छ। अनि हामी हेर्छौँ भने बाइबलमा सुसमाचारको किताबहरूमा भयो अनि पुरानो नियमका पुस्तकहरूमा धेरै पटक यो अन्जीरको रुखको विषयमा धेरै ठाउँमा उल्लेख गरेको कुरा हामी पाउँछौँ। किनभने यो चाहिँ त्यति बेलाको समयमा इजरायलीहरूको लागि चाहिँ अन्जीरको बोट अनि दाखको बोट भनेको चाहिँ एकदमै धेरै महत्त्वपूर्ण थियो। अनि विशेष गरेर यो एउटा असल अन्जीरको रुखले चाहिँ यसको चाहिँ 3 वर्ष हुन्थ्यो समय, फल फलाउने 3 वर्ष हुन्थ्यो। एउटा असल अन्जीरको रुखले चाहिँ 3 वर्षपछि फल फलाउँदथ्यो र एकदमै असल अन्जीरको रुख हो भने चाहिँ त्यो अन्जीरको रुखले चाहिँ वर्षमा चाहिँ जस्तै 10 महिनासम्म चाहिँ लगातार चाहिँ यसले फल फलाउने गर्दथ्यो। अनि यो लुका 13को 6देखि 9मा चाहिँ हामी के देख्छौँ भन्दाखेरि हामी चाहिँ एउटा यहाँ फल नफलाउने एउटा अन्जीरको बोटको दृष्टान्तको विषयमा यीशु ख्रीष्टले त्यति बेलाका मानिसहरूलाई अनि चेलाहरूलाई बताउनु भएको कुरा हामी देख्दछौँ। तर 1देखि नै हामी हेर्छौँ भने चाहिँ 1देखि पुरै म चाहिँ तपाईँहरूलाई व्याख्या गर्ने छैन, तर छोटो रूपमा के भन्न चाहन्छु भन्दाखेरि 1देखि को सुरुको घटना चाहिँ के छ भन्दाखेरि चाहिँ यीशुले चाहिँ मानिसहरूलाई चाहिँ बताउन खोज्नु भएको कुरा चाहिँ के हो भन्दाखेरि यदि कुनै पनि मानिसले पश्चाताप गर्नुपर्ने कुरामा यदि ढिलो गर्छ भने चाहिँ उसको जीवनमा चाहिँ न्याय आइपर्नेछ र यदि उनीहरूले पश्चाताप गर्छन् भने अनि एकदमै धेरै ढिलो हुनेछ। अनि एकदम ठिक समयमा चाहिँ मानिसहरूले आफ्नो गल्तीको आफ्नो पापको चाहिँ पश्चाताप गर्नुपर्छ है भनेर एउटा चेतावनी चाहिँ दिँदै हुनुहुन्छ। त्यो चेतावनी दिए पश्चात चाहिँ यीशु ख्रीष्टले चाहिँ एउटा दृष्टान्तद्वारा चाहिँ यहाँ सुरु गर्नुहुँदछ। एउटा दृष्टान्त उहाँले बताउनुहुन्छ होइन, एउटा मानिसको उहाँले कथा सुनाउनुहुन्छ। अनि त्यो मानिसले चाहिँ के गरेको छ भन्नुहोस् हजुर? अन्जीरको बोट रोपेको छ होइन। जब महादिनीहरू धेरै वर्षसम्म परमेश्वरले हामीबाट उहाँको महिमा चाहनुहुन्छ, आत्मिकपन चाहनुहुन्छ भन्ने कुराहरू भएको छ। यही कुरालाई नै हामीले गम्भीरता रूपमा लिउँ
तपाईँले कसैलाई केही कुराहरू दिन्छु भन्नुभयो र दिनु भएन भने के भन्छ मान्छे? हजुर के भन्छ भाइहरू? रटुवा रहेछ। तपाईँले पनि प्रभुलाई जुन जीवन दिनुभएको छ, जुन समय दिन्छु भन्नुभएको छ, जुन कमिटमेन्ट गर्नुभएको छ, त्यसलाई निरन्तरता दिनुहोस्। रटुवा जीवन जिएर पाएको छैन। बहिनीले भन्दै थियो शनिबारमा चाहिँ काफी नहोला, हरेक सङ्गति प्रत्येक कुरामा तपाईँ रहनुहोस् र अझै तपाईँले जे कमिटमेन्ट गर्नुभएको छ सङ्गतिप्रति सबै मानिसहरू परमेश्वरले उहाँ गर्नुहुन्छ। आमेन। बिरामीहरूको लागि प्रार्थना गरिरहेका छौँ र भरतपुर अस्पतालमा हुनुहुन्छ अरे उहाँको लागि प्रार्थना गरौँ। साथसाथै अघि जो जो नामहरू सुनेका छौँ उहाँको लागि प्रार्थना हाम्रो सबै सबैजना सिर्ने कुरा प्रार्थना गरौँ। प्रभु हामी तपाईँको चरणमा आउँदछौँ। वचनको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको छोरीलाई अझै अनुग्रह आशिष दिनुहोस्। मण्डली साँच्चै नै तपाईँमा फल्दो फुल्दो र समर्पित हुन सकेको प्रार्थना गर्छौँ। जे तपाईँमा हामीले कमिटमेन्ट गरेका छौँ, जे कुरा तपाईँमा हामीले समर्पित गरेका छौँ, ती कुराहरूलाई पुरा गर्न अझै हामीलाई साथ दिनुहोस्। मण्डली फल्दै फुल्दै र वृद्धि हुँदै तपाईँमा जान सकिन्छ। किनभने तपाईँको वचनले भने जस्तै जब फल फलिरहेको जस्तै तपाईँ प्रभु हामीमा नलिनुहोस्। हरेक व्यक्तिहरूमा ख्रिस्ट तपाईँ झल्किनुहोस्। तपाईँलाई नै धन्यवाद दिन्छु। आदर प्रशंसा भक्ति जत्र भयो। अब हामीलाई मुक्ति दिनुहुने प्रभु ख्रिस्ट अनुग्रह, परमेश्वर पिताको प्रेम, पवित्र आत्माको सङ्गति अनि सहभागिता तपाईँको दोस्रो आगमन नमेन्जेलसम्म मण्डलीसँग रहिरहोस्। मण्डलीले भनौँ सबैजना उठाउँ र प्रभुको प्रार्थना आओस्। तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्। किनभने राज्य पराक्रम महिमा सदा सर्वदै तपाईँकै हुन्। आमेन। जय मसीह। एकचोटि जोरदार ताली